बर पिपल सबसे पहले सबै भिडियो नदिने भन्ने कहीँ छ। बात गरेँ यो जातका नाममा फण्डाबाजी गर्ने साथीहरूलाई नगर्नुहोस् भन्न चाहन्छु। यो नेपाल हो, हामी नेपाली हौ। मानौ एउटा जाँड खाएर कोही मान्छेले यहाँ काटिदियो, त्यो जडिया चाहिँ मुस्लिम परिदियो भने सबै समुदायलाई आरोप नलाउनु होला। यत्रो ठुलो रुखलाई निकालेर फाले, उसको विरुद्धमा उहाँहरूले केही आन्दोलन वा केही चाहिँ उहाँहरूले अभियान चलाउनु भएको छैन। म मुसलमान हो नि जातले, म भन्छु त म नमाज पनि पढ्छु, म दसैँमा टिका पनि लगाउँछु, म मन्दिरको अगाडि नमन पनि गर्न सक्छु। किनभने मेरो छिमेकीले मेरो जात हेर्दैन, मलाई अप्ठ्यारो पर्दा यहाँ जात हेर्छ। अब उहाँलाई के भन्ने त, मोहम्मद गुरु भन्ने? मेरा एकजना मित्र चाहिँ अभियन्ता, अहिले चाहिँ रुख रोप्दै हिँड्नुभएको छ पारुलजीले चाहिँ, उहाँले आफै भिडियो पोस्ट गर्नुभएको थियो कि एकजना बुद्धयरको साउ समथिङ के बस्नेतले आफ्नो घरबाट यो रुख फ्याँक्नु भएको छ, निकालेर फाल्नुभयो, म यसको संरक्षण गर्न चाहन्छु भनेर उहाँले आफ्नै भिडियो पोस्ट गर्नुभएको छ। त्यो भिडियो तपाईँहरूलाई चाहियो भने हेर्नु होला। मेरो कुरा के हो भने त्यो भिडियो जब यो रुख चाहिँ जो हुनुहुन्छ उहाँकै भिडियोमा त कतिको आधिकारिक हो होइन, सम्बन्धित निकायले जाँच गर्नु होला, मिडिया साथीहरूले बुझ्नु होला। उहाँहरूले भिडियो पोस्ट गर्नुभयो, यत्रो ठुलो बर पिपलको रुख चाहिँ बस्नेतले चाहिँ आफ्नो घरभन्दा बाहिर लगाएर फाल्नुभयो, म यसको संरक्षण गर्न चाहन्छु भनेको भिडियो देखियो, राम्रो कुरा हो। त्यसपछि उहाँले यो रुख आएर यहाँ रोप्नुभयो। रोपिसकेपछि यहाँका मुस्लिम साथीहरू, किन मुस्लिम भन्यो भने यहाँ छेउमा मुस्लिमकै घर छ। मेरो भनाइ के भने आज चाहिँ कुनै पनि जात धर्मको कुरा गर्ने भने सनातन धर्मका साथीहरूले बिहान पूर्वतिर फर्केर चाहिँ सूर्यलाई चाहिँ नमन गर्दै गर्दा त्यो सूर्यको किरण चाहिँ कुन जातको घरमा पर्ने भन्ने काहीँ हुँदैन। त्यो हिन्दूको घरमा पर्ने कि मुस्लिमको घरमा पर्ने कि क्रिस्चियनको घरमा पर्ने कि बाहुनको घरमा पर्ने कि राई लिम्बूको घरमा पर्ने काहीँ हुँदैन। रुखले अक्सिजन दिँदा हिन्दू र मुस्लिम चाहिँ बर र पिपलले हिन्दूलाई मात्रै अक्सिजन दिने, मुस्लिमलाई नदिने भन्ने काहीँ छ। यो जातका नाममा फण्डाबाजी गर्ने साथीहरूलाई नगर्नुहोस् भन्न चाहन्छु। यो नेपाल हो, हामी नेपाली हौ। यहाँका साथीहरूले के भन्नुभएको रहेछ भने यहाँ हेर्नुहोस्, अहिले हामीले रुख बिरुवा यहाँ रोपेका छौँ, यहाँ गुरु यहीँ हुनुहुन्छ। अब हिन्दूको म नेता हुँ, हिन्दू सनातन धर्मको ठेकेदार हुँ, वा वसिम आलमले म इस्लाम धर्मको ठेकेदार हुँ भनेर ठेक्कापट्टा पाइन्न साथी हो। धर्म आस्था व्यक्तिगत रूपमा मान्छेका आफ्ना हुन्छन्। यो फण्डाबाजीहरू हेरी यहाँका साथीहरूले के भन्नु भने भोलि यो रुख मानौ एउटा जाँड खाएर कोही मान्छेले यहाँ काटिदियो, त्यो जडिया चाहिँ मुस्लिम परिदियो भने सबै समुदायलाई आरोप नलाउनु होला। किनभने यहाँ मुस्लिम बस्तीहरू छ। भोलि एउटा चाहिँ मानसिक सन्तुलन गुमेको मान्छे बाटो हिँड्दै गर्दा यहाँ चाहिँ पिसाब फेर्देला जाँड खाएर मातेको बेलामा। अब यो एउटा कुरो धर्मको आस्थाको म चाहिँ एउटा अब त्यो जडिया वा त्यो मानसिक सन्तुलन गुमाएका मान्छे चाहिँ पुरै समुदायसँग जोडिदिनु भएन नि त। यसको संरक्षण आवश्यकता हो। यसको संरक्षण गर्नु भएन भने भोलि हामीलाई यहाँ आइलाग्छ र यहाँ लडाइँ हुन सक्छ भन्ने यहाँको जनताको कुरा रहेछ। तपाईँहरूले बुझे हुन्छ। तर त्यसलाई के फण्डाबाजी गरियो भने जसले रुख यत्रो ठुलो रुखलाई निकालेर फाले, उसको विरुद्धमा उहाँहरूले केही आन्दोलन वा केही चाहिँ उहाँहरूले अभियान चलाउनु भएको छैन। तर यहाँ लाएर भनेका एउटा चाहिँ यहाँका गाउँका साथीहरूले यो चाहिँ नगरौँ भन्दाखेरि यसलाई प्रचारको लागि कति न के प्रचार गर्ने नाममा चाहिँ यसलाई फण्डाबाजी गरेर हाम्रो समाज यो नेपाली बिचमा लडाएर आफ्ना चाहिँ